भयो र त्यसको कतिपय अवस्थामा मुखर आलोचना गरिरहनु भएको छ। अब हाम्रो संविधानले आधारभूत अधिकार फन्डामेन्टल राइट्स भनेर विभिन्न प्रकारका अधिकारहरू प्रत्याभूत गरेको छ, तर त्यो मध्ये चाहिँ वाक स्वतन्त्रतालाई चाहिँ सर्वोच्च स्थानमा चूडामणिको रूपमा होइन राखेको छ। यी सबै आधारभूत अधिकारभन्दा वाक स्वतन्त्रता आफूलाई मन लागेको कुरा भन्न पाउनु, त्यस्तो खालको तन्त्र देशमा हुनु, जुन तन्त्रमा अहिले हामी बाँचिरहेको छौँ, त्यही भएर हामीलाई सम्भवतः त्यसको महत्त्व पनि थाहा नहोला होइन। तर त्यस्तो खालको तन्त्र ल्याउनको लागि अनेक मान्छेले शहादत प्राप्त गरेको देश हो हाम्रो होइन। यो वाक स्वतन्त्रता सैद्धान्तिक पक्षबाट किन यति आवश्यक छ र यो लोकतान्त्रिक प्रणालीको गणतान्त्रिक प्रणालीको मानक किन हो? कस्तो गहन प्रश्न छ, मैले बोकेर हिँड्न सक्नुमा कि नसक्नुमा यो प्रश्न। पहिलो कुरो चाहिँ वाक स्वतन्त्रता भनेको कुनै कानुन नै नचाहिने कुरा। मान्छेले उसलाई प्रकृतिले बोल्ने क्षमता दिएको छ, सम्झिने क्षमता दिएको छ, अर्काका कुरा सुनेर आफ्नो ज्ञानलाई बढाउने क्षमता दिएको छ र बोल्ने दोहोऱ्याउने क्षमता दिएको छ। वास्तवमा सैद्धान्तिक हिसाबले के भनिन्छ भने वाक स्वतन्त्रताका पक्षमै छैन आएका कुनै पनि कानुन त्यसलाई कुनै न कुनै किसिमले नियन्त्रण गर्नै गरेका हुन्छन्, किनभने त्यो कानुनले दिनुपर्ने कुरै होइन। जसरी बाँच्ने अधिकार हामीलाई कुनै कानुनले दिनु पर्दैन, बाँच्ने वातावरणको रक्षा चाहिँ गरिदिनुपर्छ, बाँच्ने अधिकार दिनु पर्दैन, त्यसरी बोल्ने अधिकार पनि दिनु पर्दैन। सबभन्दा वाक स्वतन्त्रतासित डराउने चाहिँ सत्ता भनेको सरकारको सत्ता मात्रै होइन, कुनै पनि इस्टाब्लिसमेन्ट डराउँछ। मैले पत्रकारिता थाल्दा 2042 सालको 2042 सालमा हामीलाई के थाहा थिएन भने यो पञ्चायत रेजिमका अन्तिम 5 वर्ष बन्दैछ यसले भन्ने कुरा थाहा थिएन। हामीलाई एकदमै डरलाग्दो त्यो उकालो मात्रै थियो। तर त्यो सत्ता जब एकदमै त्यो टुप्पोमा आउन लागेको हुन्छ त्यो अत्यन्त आक्रामक हुँदो रहेछ। म अहिले पनि चेतावनी दिइरहेको छु, 42 सालको सत्ताले गर्दा यस्तो व्यवहार नगर्नुहोस् है। त्यो बेला कस्तो नियम थियो भने कुनै पत्रिकाले रेडियो त धेरै थिएन त्यसमा, गीत रेकर्ड गर्दा जम्मा 2टा ठाउँमा पाइन्थ्यो, कि रेडियो नेपालमा कि रत्न रेकर्डिङ संस्थान। एउटा रेडियो नेपाल थियो, गोर्खापत्र थियो, र पत्र पत्रिकाले गलत सरकारलाई गलत लाग्यो भनेदेखि पहिलो आक्रमण प्रेसमा गर्थ्यो। अनि 47 सालको संविधानले गरेको सबैभन्दा ठुलो प्रत्याभूति के हो भनेदेखि पत्रिकामा कुनै कुरो छापिए बापत प्रेस बन्द गर्न पाइँदैन भनेर एउटा कुरो संविधानमा लेखियो। त्यो लेख्ने बित्तिकै ठुल्ठुला प्रेस आए, कान्तिपुरको प्रकाशन सुरु भयो, अनि पत्र पत्रिका सुरु भयो। रेडियो नेपालबाट बाहिर निकाल्नका लागि हामीले असाध्यै लामो सङ्घर्ष गऱ्यौँ। दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोको रूपमा रेडियो चलनबाट आफै संलग्न रहेको संस्था नेपाल वार्ताले पायो। त्यो 47 साल अगाडिको सरकार पनि रेडियोसित डरायो र एकपल्ट मनमोहन अधिकारी प्रधानमन्त्री ईश्वर पोखरेल उहाँको राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो। मैले शब्दमै यसो भन्नु पर्यो कि रेडियो आफ्नो हातमा राख्दाखेरि सत्ता सधैँभरि रहने भए पञ्चायतको सत्ता 104 वर्ष रहन्थ्यो र सत्ता रहने होइन, वाक स्वतन्त्रताको प्रत्याभूति गर्नुपर्छ भनेपछि हामीले पायौँ। देशभरि रेडियो खोले। 61 सालतिर फेरि प्रजातन्त्रको हरण भएको बेला त्यही रेडियोले त्यो लोकतन्त्रको प्राण जगायो। भनेपछि त मैले 42 साल 47 साल अगाडिको स्थिति अझ 36 साल अगाडिको स्थिति त पहिलो पञ्चायती व्यवस्था मुर्दाबाद भन्नु अगाडिको स्थिति त बोल्ने बित्तिकै मदनमणि दीक्षित पत्रकारहरूलाई पटक पटक सुनिन्थ्यो, पत्रिका बन्द गरिन्थ्यो। त्यहाँदेखि हामी यति लामो बाटो हिँडेर यहाँसम्म आयौँ। अहिले म व्यक्तिगत हिसाबले दक्षिण एसियामै नेपालको वाक स्वतन्त्रता, वाक प्रकाशन स्वतन्त्रता सबभन्दा माथि पाउँछ। भारतमा गोदी मिडिया भनिन्छ, त्यहाँ सरकारको विरोध गर्नका लागि असाध्यै ठुलो आँट चाहिन्छ। र त्यो भारतमा चाहिँ कस्तो छ भनेदेखि यत्रो ठुलो कर्पोरेटहरूले मिडिया पाउने गरेका छन्, उनीहरूले पत्रकारहरूलाई त्यो पत्रकारले नै चिताएभन्दा धेरै बढी पैसा दिएका छन् र त्यो सुविधाको संसारबाट पत्रकारहरू कहिले पनि निस्किन चाहँदैन र जनाधिकार उठाउन परिरहेको छ। भुटानको कुरा छोड्यौँ, पाकिस्तानको कुरा छोड्यौँ, बङ्गलादेशमा अहिले पत्रकारहरू बाहिरहेका छन्। हामी सर्वोच्च स्थितिमा पनि हामीलाई पुगेको छैन। अघि भर्खरै हामी कुरा गर्दै थियौँ, स्वतन्त्रता त छ, तर हामी बोलेको त झ्याउँ फेरि कराएर
भइरहेको जस्तो मात्रै भइरहेको छ। यहाँ के गराउँदा चाहिँ बटुवालाई केही फरक पर्दैन। हामीले वाक स्वतन्त्रता त भनिरहेको छौँ होइन, र तपाईँले एउटा एकदमै गहन कुरा के गर्नुभयो भन्दाखेरि अब अक्सर हामीले वाक स्वतन्त्रता भन्दाखेरि त्यसलाई कसरी प्रक्षेपण गर्छौँ भन्दाखेरि राज्यले प्रत्याभूत गर्ने अधिकार हो, राज्य र जनतासँगको सम्बन्ध हुनुहुन्छ। तर हाम्रो आदर्श मिश्रजीको एउटा कमेडी छ, उहाँले भन्नुभएको छ यो गोराका छोराछोरीहरू बाउलाई जान बेलामा जन प्लिज गेट मी ए केक when you come back भनेर कसरी हाकी कुरा गर्न सक्छन्, अथवा आई मिन लभ विथ तिम्रो एउटा स्ट्यान्डअप कमेडी थियो कमेडी च्याम्पियन्समा, त्यसमा तिमीले के भनेर रहेछ भन्दाखेरि यो गोराको छोराछोरीहरू कसरी बाउसँग हाकी मेरो लभ पऱ्यो भनेर भन्न बाउको नाम लिएर बोल्न सक्छन्, अथवा मेरो लभ पऱ्यो भनेर पनि तिमीले भनेको थियो, यु सेड समथिङ मेरो लभ पऱ्यो भने लभ त परेको छैन त्यही भएर समिलिया भन्ने समथिङ एउटा तिम्रो डायलग होइन यस्तो छ। अब हेर्नुहोस् खासै त्यस्तो गाह्रो छैन क्या बोल्नलाई, कुन ठाउँमा केही बोल्ने त्यति कुरा मात्र मिलाएर बोल्यो भने अलमोस्ट सबै कुराहरू मिलेर जान्छ। अब जस्तै ब्याङ्कमा जानु छ, अब लाइनमा छु म, अनि 5वटा लाइन 3जनाले लाइन मिच्यो भने बल्ल एउटा शब्द प्रयोग गर्ने हो त्यहाँ कि त टु किन यस्तो गरेको तैँले होइन। जो काम कुल कम्पुल भएर अलिकति सोच्यो भने खासै भाषामा कसैले समस्या छैन क्या, किनभने सबैजना आफ्नो आफ्नो मदर टङमा रिसाउँछौँ। यस्तो होइन कि कसैलाई इङ्ग्लिसमा गाली आइरहेको छ डाइरेक्ट, त्यस्तो हुँदैन होला जस्तो लाग्छ कि मलाई। नेपालीमै आउँछ हाम्रो थट्सहरू। तर तिमीले भने जस्तो पनि छैन, किन भन्दाखेरि म पनि कस्तो छु भन्दाखेरि म समाचार के भइरहेछ दुनियाँमा भनेर बुझ्नको लागि चाहिँ तिमीहरू जस्तो ट्रेभर नोआ जस्तो मान्छेहरू कमेडियनहरूलाई हेर्छु, र कमेडी के भइरहेछ भनेर बुझ्नलाई चाहिँ ट्रम्प ओलीलाई हेर्छु कि हामी पनि कमेडी लेख्नलाई तपाईँहरूलाई नै हेर्छौँ क्या। यस्तो होइन कि हामीलाई सिधै थट्स आउँछ होइन, डिकोड एक बोतल खायो भने के हुन्छ हामीलाई थाहा छ। म डक्टर हो नि तर यहाँ धेरै समय हुन्छ डक्टर भन्दा नि होइन, तर जस एन्ट्रान्स प्रिपरेसन अलिअलि गराएर अब डक्टर कहाँ जाउँ प्लिज प्लिज डक्टर ल है ल राउन्ड अफ अप्लज। डक्टर विशाललाई चाहिँ मेरो के प्रश्न भन्दाखेरि अहिले हाम्रो सरकारको चाहिँ अलिकति नियमनकारी रेगुलेटरी भन्दा पनि नियन्त्रणकारी कन्ट्रोलिङ एटिट्युड देखिरहेछ, यो सूचना विधेयक आइरहेछ भन्ने कुराहरू छ होइन। तर अब यो कोभिड पर्यन्तको जुन हाम्रो समाज जहाँ हामी बाँचिरहेको छौँ अहिले चाहिँ धेरै हेल्थ इन्फ्लुएन्सर्सहरू टिकटकमा इन्स्टाग्राममा होइन, एक्चुली आइम अल्सो भिक्टिम, म पनि सबै मेरो हेल्थ इन्फर्मेसन अलमोस्ट इन्स्टाग्रामबाट दिन्छु होइन। अब के पिलाटिस गर्दा के हुन्छ एभ्रिथिङ इज यु नो बेस्ड अन इन्स्टाग्राम, अल्दो आई डोन्ट लुक लाइक आई डु पिलाटिस नेभर माइन्ड। तर यस्तो खालको समाजमा जब हामीले चाहिँ हाम्रो ग्रहण गरिरहेको छौँ स्वास्थ्य सम्बन्धी सम्पूर्ण सूचनाहरू हेल्थ इन्फ्लुएन्सरबाट होइन, तपाईँको अनुभवमा के त्यस्ता खालका अभ्यासले चाहिँ maybe you can all light your phone and show the solidarity. So concert. So यो कन्टेक्स्टमा चाहिँ डाक्टर विशाल तपाईँलाई के लाग्छ, हामीले यो नियमन गर्नुपर्छ होला या जे सामाजिक सञ्जाल मार्फत आइरहेका यी सूचनाहरू छन् स्वास्थ्य सम्बन्धी के ती तथ्यपरक छन् या तिनी भ्रान्तिजनक छन्, त्यसले मान्छेको स्वास्थ्यमा पनि प्रतिकूल अनुकूल के असर पारिरहेछन्, तपाईँको विचारमा चाहिँ के यस्ता स्वास्थ्य सम्बन्धी सूचनामा चाहिँ नियमन ल्याउनुपर्छ वा पर्दैन होला, तपाईँको के विचार छ? यो एकदमै गहन प्रश्न ममाथि छैन। भर्खरै चाहिँ अलिकति बरु रमाइलो माहौल बनिरहेको थियो होइन, अलिकति हामी गम्भीर विषयमा प्रवेश गऱ्यौँ। अनि भर्खरै सरले चाहिँ यो वाक स्वतन्त्रताका सवालहरूमा सर्वोच्च स्थानमा छौँ भनेर होइन, अब त आदर्शजीले पनि यसको उपयोग गरेर नेपालमै कहाँ कुन ठाउँमा कुन भाषा प्रयोग गर्ने त्यसले चाहिँ सहजै रूपमा स्वीकार्य हुन सक्छ। एक हिसाबले भन्दाखेरि वाक स्वतन्त्रतामा कुनै अङ्कुश नलागेको भनेर बुझ्नुपर्ने हुन्छ। र सरकारले भर्खरै यो विधेयक ल्याएको छ भन्ने कुराहरू छ, त्यसको चाहिँ हामीले डिटेलमा हेरेका छैनौँ नि त, त्यसमा के कुरा छ भने एकरो चाहिँ हामीले के छ नियमन गरिरहेको छ अथवा नियन्त्रण गरिरहेको छ, बोल्नमा रोक लगाइराखेको छ भनेर चाहिँ एकरो रोकान लगाइराखेका छौँ।
त्योभित्र के कुराहरू छन्, कहाँ कहाँ के कुराहरू लेखित छन् भन्ने कुराहरू हामीले हेरेका छैनौँ। अब प्रसङ्ग जब स्वास्थ्यको आउँछ त्यतिखेर यो भनिएको उदार स्वतन्त्रताहरूले स्वास्थ्य क्षेत्रलाई कसरी हेरेको छ, त्यो विषयमा कस्ता कुराहरू राखिएका छन्। तपाईँले भने जस्तै अब अहिले चाहिँ कस्तो माहौल भएको छ भने एउटा वरिष्ठ सर्जन छ होइन, 10औं वर्ष अनुभव हासिल गरेर उसले विज्ञता हासिल गरेको छ, तर उसँग टिकटक एकाउन्ट, इन्स्टाग्राम एकाउन्ट केही पनि छैन भने उसलाई पत्याउनेवाला छैन होइन। अहिले चाहिँ अब तपाईँको विभागमा अथवा तपाईँको कार्यालयमा पनि त्यो मान्छेलाई खोज्दै आउँछन् जो पपुलर जसको टिकटक एकाउन्ट छ, उनीहरू त्यस्तो भइदियो भने उसले जनशास्त्रमा कस्तो असर पार्छ भने विज्ञताको के गर्नु होला भनेपछि अहिले आफूलाई अगाडि बढाउन, आफ्नो विज्ञता देखाउनलाई पनि तपाईँले आफ्नो दक्षता, आफ्नो फिल्डको, आफ्नो कौशलको प्रखरता ल्याउनुको साटो बरु एउटा एकाउन्ट खोलेर त्यहाँनिर चाहिँ बढी बोल्नुपर्ने हो कि होइन, त्यसरी चाहिँ हुँदैन कि भन्ने पनि समस्या आएको छ नि त है। त्यसले गर्दा चाहिँ यसले त्यस कारणले पनि यो विधेयकलाई हामीले एक करोड सुधारको रूपमा यो गलतै छ भनेर हेर्नुभन्दा पनि त्यो त नेपालीहरू चल्नुहुन्छ, हामी त त्यो भित्र जाँदैनौँ। त्योभित्र यी कुराहरूमा पनि चासो छ कि छैन होइन, सम्बन्धित ठाउँहरूबाट विज्ञहरूसँग सल्लाह गरेर यो कुरालाई नियमन गरिएको छ कि छैन, यी कुराहरूमा चाहिँ सम्बन्धन छ कि छैन हेर्नुपर्ने कुरा होइन। अब अनुभवहरूको कुरासँग चाहिँ तपाईँहरू सबैले पनि होइन, अब यो अहिले यो हलमा धेरैजना हुनुहुन्छ नि त जसको चाहिँ विज्ञानसँग अथवा यो जीवशास्त्रसँग अथवा मानव स्वास्थ्यसँगका सम्पूर्ण कुराहरूको धेरै ज्ञान भइसकेको छ भने तपाईँहरूले यत्तिकै ऱ्यान्डमली चाहिँ एक्सप्लोर गर्दै जानुभयो भने ती कुराहरू फ्याक्ट हुन् कि यत्तिकै गरेका दाबी हुनु भने तपाईँहरूले सहजै थाहा पाउनुहुन्छ। तर त्यो सबैसँग त त्यो पहुँच छैन, सबैसँग त्यो ज्ञान छैन। आम जनताले चाहिँ ती कुरालाई विश्वास गरेर त्यसैमा भर परेर चाहिँ त्यस्तै औषधिहरू सेवन गर्ने, त्यस्तै घरेलु उपचारहरू गर्ने भएर चाहिँ ठुल्ठुलो दुर्घटनाहरू भएका पनि हुन्छ। जस्तो कोभिड पछि चाहिँ तपाईँले सुन्नुभएको भएन, भुर्सो चाहिँ यति प्रचलित भइदियो, यसको निरन्तर सेवन गर्यो भने चाहिँ कोभिड लाग्दैन भन्ने खालको प्रचारवादीहरू बेसारको त्यस्तै भयो। प्रधानमन्त्रीज्यूले नै भन्नुभयो बेसार जुन चाहिँ अम्बाको पात, आमको पात, अब यो कुनै औषधि बनाउन आउनुभन्दा अगाडि चाहिँ थुप्रै परीक्षणहरू होइन, प्रयोगशालामा हुने परीक्षण, त्यसपछि जनावरहरूमाथि हुने परीक्षण, यावत परीक्षणपछि अनि फेरि त्यसलाई पनि मानव समुदायको पनि सानो सानो हिस्सामा प्रयोग गरेर बल्ल हामीले चाहिँ बजारमा ल्याएर यो ठिक हुन्छौँ। अब यी युट्युबमा देखिने, टिकटकमा देखिने नकुने परीक्षण, नकुने अनुसन्धान हुन्छ, सिधै तपाईँलाई मन लाग्यो भने भोलि तपाईँले कुनै एउटा पात देख्नु, त्यो बनाएको पात यो खाएर जिउनै हुन्छ, तपाईँको छेउमा धेरै छ भने मान्छेले बताइदिन्छ। त्यस कारण चाहिँ यो वाक स्वतन्त्रताको सँगसँगै यो विभिन्न क्षेत्रहरूमा चाहिँ जसले चाहिँ मानव जीवनका विभिन्न आयामहरूलाई चाहिँ प्रत्यक्ष असर गर्छ, ती क्षेत्रमा चाहिँ हामीले व्यापक नियन्त्रण नियमन गर्नु जरुरी। ती कुरालाई चाहिँ राम्रो तरिकाबाट जान दिनु पऱ्यो, होइन भने आवश्यक भएर नियन्त्रण समेत गर्नुपर्छ भन्ने चाहिँ मेरो धारणा छ। धन्यवाद।